बस्नलाई कस्तो हुन्छ बस्नलाई कस्तो हुन्छ बस्नलाई बस्ने सकिन देख्नु भएको थिएन तपाईँले श्रीमती आफ्नो श्रीमती देख्नु भएको थिएन तिमीलाई ममा के घटी कमजोरी के भयो ममा अब तिमीलाई बसौँ न त भन्यो भने नि लाजै मर्नु भन्छ र तिमी अनि अब सारीलाई नराम्रो तालिदियो काम गर्न जानु पर्यो काम गर्न त जानु पर्यो नि काम त गर्नु पर्यो नि त अनि तपाईँ चाहिँ जतिखेर पनि यही बहिनीलाई लिएर बस्ने जतिखेर पनि यही बहिनीलाई लिएर बस्नुहुन्छ तपाईँ बहिनी बोल्न किन बोल्दिनस् त भन्न तेरो गल्ती छ के बोल्दैछ त बोल्ने त हुती नै छैन त कसरी बोल्ने काखमा राख्ने तपाईँ सर आज त काखमा राख्यो हिजो अस्ति त कहाँ लिएर बसेँ मैले नदेखेको मैले नदेखेर खप्न नसके मलाई देखेपछि पिटी हाल्ने मलाई देखेपछि बाहिर लोगरी हाल्ने त्यस्तो पनि हुन्छ बहिनी ल हेर्नुहोस् सरहरू यहाँ चरित्र के हो यो के हुनु नि बहिनी त्यहाँ बसिरहेको छ म यहाँ बसिरहेको छ अघि त यहाँ काखैमा बसिरहेको थियो त बहिनी पनि भाइ बहिनी काखमा राखेर के चाहिँ भएर भाइ बहिनी तपाईँको आफ्नै भाइ बहिनी हो मेरो बहिनी तिम्रो बहिनी मेरो तिम्रो भाइ तिम्रो बहिनी मेरो आफ्नै भाइ बहिनी भएन त सुन्नु सर तपाईँले सालीसँग चाहिँ यताउता गर्नुभयो अरे यो बहिनीसँग बुढीलाई चाहिँ नराम्रो व्यवहार गर्ने रे पिट्ने रे कुट्ने रे गाली गर्ने रे त्यस्तो गर्नु पऱ्यो साली आएर यहीबाट उहाँ म्याडमको त्यस्तो गुनासो छ त्यस्तो त होइन खालि उसले शङ्ख मात्रै गर्छ उसको बहिनी माथि अनि शङ्ख मात्रै गरेपछि मैले सम्झाउँदाखेरि नसम्झेपछि अब मैले के भन्ने त तँ यस्तो उस्तो त भन्नु पऱ्यो नि त मैले अब सम्झिँदैन त अब के भन्ने त मैले न सालीमाथि अब त्यस्तो गलत व्यवहार पनि हामी भएको छैनौँ हो अब सालीसँग अङ्गलमा नै यताउता चर्छ यसरी ज्यानमा छुने यताउता त ज्यानमा छुन्छन् आफ्नै सालीलाई त्यसरी गर्ने हो छैन अब कस्तो पनि जिस्केर यताउता अब छुने यताउता साली भने मायाले त्यो नराम्रो नेगेटिभ होइन मायाले गरेको हो नि त त्यो त मायाले त गर्नु पाएन आफ्नो भाइ बहिनी साली भनेको के हो बहिनी हो अब सालो भनेको भाइ हो कुरा त गर्न मिल्यो तपाईँ अनि ज्यानै छोरा त्यस्तो कुरा गर्ने त्यस्तो उहाँ तपाईँकै सुन्नु नि यहाँ जतिखेर पनि अब म बाहिर काम गर्नुपर्छ होइन मलाई काम सघाउँछ भनेर मेरो बहिनीलाई साथी ल्याएको मैले जतिखेर पनि उनीहरू चाहिँ मलाई काम सघाउनु छैन होइन अनि जतिखेर पनि प्रेमिका जस्तो कि जतिखेर पनि काखैमा राख्ने काखैमा सुताउने काखैमा बस्ने त्यस्तो पनि हुन्छ अनि त्यस्तो हुन्छ साली भेनाको होइन त्यस्तो होइन अब काम गरेको अब साली यताउता भएर छुट्टै भयो होला किनकि हाम्रो यस्तो नराम्रो तालले चाहिँ होइन राम्रै तालले हो अब नराम्रो दृष्टिकोणले राम्रो र नराम्रो भनेको चाहिँ कस्तो हुन्छ हजुर राम्रो र नराम्रो भनेको चाहिँ कस्तो हुन्छ अब राम्रो यहाँ सुन्नु न तपाईँले मलाई कतिचोटि पिट्नु पनि भयो कतिचोटि भुताललाई पनि बाहिर निकाल्नु भयो मेरो बहिनीमाथि तपाईँसँग त्यस्तो रहेछ र त मलाई एकदम नराम्रै सोच नराम्रै नेट गरिराख्नु भएको छ त तपाईँले ए भगवान् कसरी सम्झाउने होला मैले किनकि जति सम्झाए पनि अब तिमीले सम्झिँदैनौ त अब के गर्नु मैले सम्झिने त हजुरले सम्झिने त नेट हुनु पर्यो नि त हजुरको उनीहरूले गरिरहनु भएको छ के गर्नु ए बहिनी तपाईँ बोल्न किन बोल्दिनस् तपाईँ स्वास्नी कुट्ने त्यसरी कतिचोटि कुटाइ खाएर मैले सहनै नसकेर गर्दामा हजुरहरूलाई यहाँसम्म मैले धेरै कुट्नु भयो तपाईँलाई कतिचोटि कुट्ने एक दिन मात्रै होइन 2 दिनमा मैले आएर यहाँ बोले कि राम्रो शब्द त कहिले पनि नहुने कि राम्रो शब्द त म माथि त हुँदैन तपाईँ यस्तो गर्ने आफ्नो स्वास्नीलाई जतिखेर पनि मलाई नराम्रै आवाज आउँछ मलाई चाहिँ नराम्रै सोच्ने क्या जतिखेर पनि त्यस्तो पनि हुन्छ त सर अनि त्यो होइन त्यसले उसले त्यो सोचेको अब कुट्ने भने मलाई ड्याम कुट्ने पनि होइन उसलाई नराम्रो डिसिजनले अब ऊ गएर यताउता नराम्रो पनि गरेको होइन अब हो अब साली नानी माया गर्ने यताउता बोल्ने अब नराम्रो डिस्ट्रिक्टले चाहिँ होइन राम्रै डिस्ट्रिक्टले अनि अहिले त्यहाँ के गरिराख्नु भएको दुईजना त अनि सँगै ढोकासँग लाएर सँगै कहाँ बसिरहेको थियो त तपाईँको साली त के हो नानी तिमीले तिमी बोल्दिनौ त के हो के भेनासँग के सल्क्या हो तिमी अनि होइन भने कहाँमा गएर बस्यो त आफ्नै दिदीमाथि तिमी अनि यस्तो गर्ने तिमी तपाईँको आफ्नै बहिनी हो मेरो आफ्नै बहिनी हो सर मेरो आफ्नै बहिनी हो मैले चाहिँ अब जस्तै अब मलाई काम सघाउँछ अहिले मलाई अलिकता काम छ कि अलिकता काम छ त्यही भएर मेरो बहिनीले मलाई काम सघाउँछ मलाई सुविधा हुन्छ भनेर ल्याएको म त्यो बहिनीलाई लिएर आएदेखिको त श्रीमानको पनि काम छैन बहिनीको पनि काम छैन झनै पो मलाई त्यस्तो भयो त तपाईँले त्यस्तो गरेको हो किन भन्नुहोस् त
भन्नु किन बोल्नुहुन्न तपाईँ होइन कि मलाई ए, यो त अझ आस्तै पो छ त यसो गल्ती नै रहेछ अघि पछि चाहिँ मलाई धेरै नै उयो गरिराख्नु भएको छ होइन अहिले चाहिँ बोल्दा पनि नबोलेर हुँदै होइन रे किन 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 होइन भन्नुहुन्छ किन होइन भन्नुहुन्छ होइन किन भन्नु होइन किन भन्नुहुन्छ यता सुन न बुढी होइन भन्न किन मेरो कुरा यता सुन न मेरो कुरा यता सुन पहिला मेरो कुरा पनि सुन्नु न तपाईँ बहिनी तल पनि मैले मेरो बहिनीले मलाई काम सघाउँछ भनेर तल मैले यहाँसम्म ल्याएको थिएँ होइन तर तैँले यहाँसम्म काम सघाइस् होइन मलाई यति नै रहेछ तैँले मलाई काम सघाउनु पर्ने होइन कि अब उसलाई नै बोल्नु दिउँ होइन ल के छ तपाईँको भन्नु त ल के हो उसलाई पनि बोल्नु दिउँ होइन उसले त बोलिसक्यो होला तपाईँको भन्नु के हो अब के भने मैले हो साली आछ होइन आएपछि मैले अब त्यो नराम्रो तालले उसले अब नराम्रै गरिरहेको देखेको भए त हो भन्नुहोस् होइन म पनि स्वीकार्छु हो मैले त्यस्तो गरेको छु भन्ने मलाई पनि फिल होस् न यार मैले त्यस्तो गरेँ कस्तो फिल हुँदैन अहिले सरहरू आउँदा आउँदै तपाईँले यहाँ काखामा बहिनीले के गरेर लिएर बसिरहनु भएको थियो सरहरूले पनि त देखिरहनु भएको छ ल मेरो त ऊ भएन होइन मेरो त बोली पत्या आएन सरहरूले त देख्नु भयो नि त भर्खर देखेर हामीले तपाईँले काखमै राख्नु भएको थियो यो नानीलाई देख्नु भयो नि त त्यस्तो त्यसरी राख्ने साली भने त साली भने यहाँ ढोका लाएर काखमा राखेर के गर्दै हुन्छ भन्नु न होइन काखमा भन्दा पनि यता बसेको हो अनि त्यहाँ हो त्यहाँ किन राख्नुभयो त्यहाँ त्यो अब कस्तो भने बस्नु चाहिँ त के बस्न मात्रै त के बस्नलाई कस्तो हुन्छ बस्नलाई कस्तो हुन्छ बस्नलाई बस्ने सकिन देख्नु भएको थिएन तपाईँले श्रीमती आफ्नो श्रीमती देख्नु भएको थिएन अब तिमीलाई ममा के घटी कमजोरी के भयो ममा अब तिमीलाई बसौँ न त भन्यो भने नि लाजै मर्नु भन्छ र तिमी अनि अब सालीलाई नराम्रो ताली काम गर्न जानु पर्यो काम गर्न त जानु पर्यो नि काम त गर्नु पर्यो नि त अनि तपाईँ चाहिँ जतिखेर पनि यही बहिनीलाई लिएर बस्ने जतिखेर पनि यही बहिनीलाई लिएर बस्नुहुन्छ तपाईँ बहिनी बोल्न किन बोल्दिनस् त भन्न तेरो गल्ती छ के बोल्दैछ त बोल्ने त हुती नै छैन त कसरी बोल्ने तिम्रो भिनाजुको सम्बन्ध के हो भन भन है नानी भनिहाल छिटो केही होइन भनेदेखि अनि यहाँ भिनाजुको काखमा बस्न सकिन्छ अनि तिमी चाहिँ के आफ्नै दिदीको बुढासँग नि यस्तो गर्ने त आफ्नै दिदीलाई तिमी त्यस्तो आफ्नै दिदीलाई एउटै कोखबाट जन्मेको दिदीलाई तिमी अनि धोका दिनु ल हेर त के हो तिम्रो नियत भन त ल धोका त दिएको होइन अनि धोका दिएको होइन भने के हो यहाँ तिमीहरू दुईजना साली भेना के हो यो काखमा बसेको छ ढोका लाएर बुढी बाहिर गएको बेलामा के हो मौका छोप्या हो क्या बुढी बाहिर गएको बेला भगवान् अब के भन्नु हाम्रो नराम्रै त्यस्तो गर्ने चाहना भए चुक्कुन लाउँथ्यो होला बस्थ्यो होला पलङमा सुत्थ्यो होला हरेक हुन्थ्यो होला मैले काखमा बसेको हो होइन काखमा राख्ने तपाईँ सर आज त काखमा राख्यो हिजो अस्ति त कहाँ लिएर बसेँ हिजो अस्ति मैले नदेखेको मैले नदेखेर खप्न नसकेर मलाई देखेपछि पिटी हाल्ने मलाई देखेपछि बाहिर लगारी हाल्ने त्यस्तो पनि हुन्छ बहिनी माथि के छ म माथि के छ बहिनी माथि के छ म माथि के छ ए भगवान् केही पनि छैन तिमीमा अब म एउटै हो एउटै चाहिँ कस्तो हुन्छ एउटै भनेको के हो एउटै भनेको के हो हात त नहाल्नु है हात त नहाल्नु किन नहाल्नु हात किन नहाल्नु तपाईँले हात हाल्दाखेरि मैले हात हाल्नुहुन्न तपाईँले मलाई कति सम्मान गरिराख्नु भएको छ काम गरेकै मन नपराउने तपाईँ स्वास्नी कुट्ने म हिँडेको त बाटै मनै नपराउने कि स्वास्नी कुट्ने भन्दा पनि अब यस्तै कुरामा हरेक ऊ भइरहन्छ अब बहिनीलाई सोध यस्तो भएको छैन भन्दाखेरि यही कुरामा क्याङ गरेपछि ए नगर तिमी भनेर यस्तो चाहिँ गरिदिन्थेँ मैले के नगर भनेर यस्तो मात्रै गर्ने तपाईँले मलाई कति कुटेको यहाँ चोट पनि छ देख्नु भएको छ त्यो कुरा यसरी धकाल धेरै लाग्यो होला होइन लाग्यो होला पहिला चाहिँ यही श्रीमतीलाई एकदम माया प्रेम भयो अहिले मेरो बहिनीले मलाई यहाँ काम सघाओस् भनेर मेरो बहिनीलाई गएर मैले लिएर आउँदाखेरि मै नराम्रो भयो होइन मै नराम्रो भयो कस्तो कुरा गर्छ कि अब तिमी यही कुरामा सल्लाह गर्न सक्थ्यौ कस्तो सल्लाह गर्न सक्थ्यौ भन्नुहोस् यहाँ खुर्का यहाँ मिडियाको अगाडि भन्नुहोस् मैले सहन नसकेर खप्न नसकेर मैले सरहरूलाई बोलाएर भन्नुहोस् मैले त भनेको त अब तिम्रो बहिनीसँग त्यस्तो चाहिँ नराम्रो छैन तिमीले नराम्रो छैन भनेदेखि सँगै लिएर बस्ने सँगै लिएर सुत्ने मलाई बाहिर लगार्ने एक दिन होइन 2 दिन होइन सदा दिनको मलाई यत्तिकै हिर्काउने सुतेको चाहिँ कहाँ देखा तिमीले सुतेको चाहिँ कहाँ देखा माथिबाट पलङमा सुतिरहनु भएको थियो अस्ति मैले देख्न नसकेर हेर्न नसकेर अनि अब चाहिँ अत्याचारै भयो मैले सहनै नसक्ने भएँ भनेर अनि यहाँ मिडिया बोलाएको मैले बहिनी किन बोल्दिनस् बोल्न है बोल्न किन बोल्दिनस्
तपाईँले किन बोल्दिनस् मलाई काम सघाउन अघि ठाडो शिर गरेर बोल न यता हेर काम सघाउन आएको यति नै रहेछ है तैँले काम सघाउन आएको यति नै रहेछ होइन गल्ती नै गरे जस्तो गरे कस्तो कस्तो गल्ती गल्ती कस्तो 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 हुन्छ गल्ती र गल्ती नै गरे जस्तो पो भयो रे अझ भर्खर हुँदै पो छ होइन तिमीले त्यस्तो नराम्रो उ गरिरहेको तिमीले देखियो त बस्दैमा देख्यो मेरो आँखाले खुद देखेर मैले नसकेर गर्दामा सरहरूलाई बोलाएको मैले त्यसपछि हामीले नि भर्खर देखेको है यहाँ बसेको दुईजना सँगै बसेको हामीले नि देखेको हामी आउने बित्तिकै जराकजुरु यो उठेर यो नानी यता सरेको हजुरहरूले पनि देखेको झुट कुरा रहेछ कि सत्य कुरा रहेछ कुरो चाहिँ साँचो रहेछ तपाईँको गल्ती छ दाइ स्वास्नी त्यसरी कुट्ने तपाईँ होइन मैले त्यसरी अब कुट्छु भनेर कुटिहालेको कुट्छु भनेर किन कुट्नु भयो स्वास्नीलाई होइन यसलाई सुन्नु न अब के भने हामी बसेको मात्रै देख्नुभयो होइन अब त्यस्तो नराम्रो गरेर देख्नु अन्त के गर्नुभयो होला नि त त्यहाँभित्र त अब के गर्नुभयो हामीलाई के थाहा यहाँ सँगै बसेर देखेको हामीले होइन मैले सही बोल्दैछु किनकि त्यस्तो नराम्रो हाम्रो साली भेनामा त्यस्तो नराम्रो काम भएको छैन किनकि अब उसले कसो मनले देख्यो होइन के भयो अब त्यस्तो नराम्रो गरेको भए त नराम्रो हुन्थ्यो अब म दुईजनै स्वीकार्छु भन्थ्यो होला मैले होइन अब उसले मान्दैन थियो होला अब त्यसमा अब हरेक हुन्थ्यो अब हामीमा त्यस्तो नराम्रो काम चाहिँ भएको छैन तपाईँलाई मैले एउटा काम हराउँदाखेरि त हिँड्न तेरो बाटो त हिँड म गर्ने काम म गरिहाल्छु नि बहिनीलाई यहाँ छोड्दै त तेरो बाटो लाग भनेर तपाईँले अस्ति भनेको हो कि मलाई जहिले पनि तिमीले के चिज गर्यो जहिले के चिज गरे के चिज गर्ने कारणमा के चिज गर्नु पर्ने के चिज गर्नु परेन होइन यता सुन न अब तिमीले सुन्दिनँ म तपाईँको कुरा सुन्दिनँ म तपाईँको कुरा सुन्दिनँ जति सुन्नु मैले सुनिसकेँ जति खप्नु खपिसकेँ अब म खप्दा नि खप्दिनँ र सुन्दा पनि सुन्दिनँ बुझ्नुभयो नि त यस्तो ताले के गर्नुहुन्छ तपाईँ अब दिदी के गर्ने त के गर्ने ल भन्नु यिनीहरू गल्ती नै भएर त हुनु चाहिँ हेर्नु यिनीहरूको गल्ती छ हेर्नु नि यहाँ बहिनीको हेर्नु न त्यहाँ नानी बोल तिमी पनि के हो बोल्न सके कि छैन यसको गल्ती नभएदेखि यो बोल्ने थिएन त थिएन मेरो यस्तो यस्तो हो म यसरी बसेको हो भन्न त उसले सक्थ्यो नि त मा गल्ती छ कि गल्ती रहेछ अब के गर्ने ल भन्नु तपाईँकै कुरो छ अब यहाँ म त के गर्ने सर म त अब बस्न सक्दिनँ अब म ऊदेखि म छुटकाएर पाऊँ बहिनीले के गर्छ उसले स्वीकार्छ कि बस्छ कि के गर्ने बहिनी भन ल के भिनासँग जाने अब होइन हामीले त्यस्तो केही गल्ती काम अब के गर्छ घर जान्छौ कि भेनासँग बस्छौ अब हामी त्यस्तो नराम्रो कामै गरेको छैनौँ त्यसो भए तिमी घर जाने हो अब बहिनी घर जान्छ बहिनी घर जान्छ भनेर अब के गर्ने भन्नु घर जाने नि हो त म घर जाने बाबा मम्मीलाई बोलाइदिउँ त बोलाइदिउँ यहाँ के भनेर आएको थिइस् अहिले के भनेर जान्छस् त म बाबा मम्मीले उहाँबाट के भनेर पठाउनु भएको छ यहाँ मलाई काम कतिसम्म गरेर पठाउनु भएको थियो अहिले अब के भनेर जान्छस् त म यस्तो भयो अनि अब दिदीले मलाई पठाइदिउँ म आएँ भन्छस् कि के भन्छस् ल भन्दा भइगयो नि त अब बाबालाई फोन नगर्नु अब जे भयो घर झगडा हो घरमै मिलाउनु अब बाहिर कसैले थाहा छैन होइन तपाईँ पनि यस्तो अब आइन यस्तो गर्ने होइन नि फेरि होइन म यस्तो गर्दा पनि गर्दिनँ होइन अब मैले नराम्रो नियतले त गरेको होइन यो जे भए पनि अब तपाईँ अरूको देख्नाले गर्दामा अलिक नराम्रो अरूको सिको लिने तपाईँ सिको भन्दा पनि यता सुनौँ न हाम्रो यो सोच पनि अलिक गलत त हुन्छ कुनै दिदी बहिनीलाई अथवा नराम्रै सोचले अङ्गलमारी धेरै फलानाको बुढी यस्तो हुन्छ होइन बुढीलाई त शङ्का लाग्यो नि त आफ्नो बुढाको काखमा अरू बहिनी बसिसकेपछि त अलिकति त्यहाँ त के न के शङ्का हुन्छ बुढीलाई त शङ्का भयो होला अब उसले त्यस्तो गरेको भए मलाई कति जल्थ्यो होला हो अनि त्यो काट्थ्यो अथवा के गर्थ्यो होला मसँग हर्षात अब त्यस्तो हुन्थ्यो होला केही घटना घट्थ्यो होला अब सरी अब म पनि यस्तो के तपाईँ अब मिलेर बस्ने हो त मिलेर बस्ने अब मेरो पनि म चाहिँ मिलेर बस्न सक्दिनँ सर म मिलेर बस्नै बुढीलाई फकाउनु त्यसो भए बुढीलाई फकाउनु तपाईँले अब हजुरहरूको अगाडि चाहिँ अहिले यतिसम्म गर्नुभएको छ यतिसम्म भन्नुभएको छ होइन म चाहिँ मिलेर बस्नै सक्दिनँ म छोडिदिन्छु म छोडिदिन्छु म बस्नै सक्दिनँ म बस्नै सक्दिनँ होइन म बस्नै सक्दिनँ जोसुकै होस् म नै हो र तपाईँलाई त्यस्तो इच्छा थियो भने मेरो बहिनीमाथि तपाईँ किन त्यस्तो यो चाहना अब यसो दिदी सुन्नु अब एकचोटिलाई गल्ती गरिहाले सुन्नु दिदी एकचोटिलाई गल्ती गरिहाल्यो अब गरिदिनु भनेको छौँ अब गऱ्यो भने फेरि हामीलाई बोलाउनु होइन अनि त्यसपछि चाहिँ छुट्नु नि होइन सर म बस्न सक्दिनँ म किन सक्दिनँ कि आज पनि मेरो आँखाले देखिरहेछ भोलि पनि मेरो आँखाले देखिरहेछ हजुरको आँखाले पनि अहिले खुद देख्नुभयो नि त हजुरहरूले पनि देख्नुभयो तर म मिलेर बस्न सक्दिनँ म मिलेर बस्नै सक्दिनँ तपाईँ जानुहुन्छ तपाईँ जानु म सक्दिनँ म एउटा कुरा भन्छु यता सुन अब तिमी अहिले मिल्दिन भनेको अब तिम्रो पनि भविष्य बर्बाद हुन्छ अब तिमी भन्दा बहिनी हो तिमी मेरो त माया नगर ल
यो बहिनीको भविष्य त बर्बाद हुन्छ मान्छेले सुन्दाखेरि कस्तो नराम्रो भन्छ तपाईँलाई त्यस्तो सोच रहेछ त तपाईँ आफै स्वीकारेर बस्नु नि त होइन म जे मैले गर्छु त्यस्तो गर्छु नराम्रो मेरो जिन्दगीमा जे गर्छु गर्छु चाहे बाटोमा मागेर खाएर हिँड्छु चाहे कमाएर खान्छु मलाई मेरो बाल भएन कि जे गर्नुपर्छ तपाईँहरू गर्नु म सक्दिनँ होइन म त सालीसँग बिहे गरेर त बस्ने मेरो सोच पनि दिमागमा पनि आउँदैन सोच र दिमाग नभएदेखि बस्ने दिमाग चाहिँ कहाँबाट आयो बस्ने दिमाग चाहिँ कहाँबाट आयो बस्ने दिमाग कहाँबाट आयो होइन नराम्रो सोचले बसेको सोच होइन छैन भन्दैछु दिमाग त चाहिँ तिमीलाई कहाँबाट आयो त यहाँसम्म गर्ने दिमाग कहाँबाट आयो अब एउटा सुन्नुहोस् घमन उसको यही हो अब मैले कति फकाएँ होइन अब सालीसँग म बिहे गर्दिनँ नि भन्दैछु म अब उसँग त्यसो सोच्नु पनि सक्दिनँ भन्दैछु अब उसको घमन यही हो अब मैले के गर्नु सक्छु चाहे सक्नु चाहे नसक्नु मबाट त तपाईँबाट म छुइनँ अब म सक्दिनँ के गर्नुहुन्छ सरहरू म चाहिँ अब सक्दिनँ होइन दिदी अब जे हुनु भएको एकचोटिलाई दाइलाई अब चाहिँ गल्ती स्वीकार महसुस गरिसक्नुभयो एकचोटिलाई अब हुँदैन त मिलेर बस्नु फेरि यो आफ्नो घर परिवार झगडा बाहिर समाजमा देखायो भने हेर्नु एकदम नराम्रो दृष्टिकोणले हेर्नु पछि तपाईँहरूलाई हेर्नु है अब बहिनीलाई पनि त्यही अनुसार बाबाआमालाई फोन गरेर पठाइदिनु बहिनीलाई घरमै पठाइदिनु तपाईँहरू अब मिलेर बस्नु हामीले भनेर त्यति नै है हेर्नु फेरि अब एकचोटि होइन दुईचोटि होइन सदा दिन यस्तो भएर मैले खप्नै नसकेँ अबदेखि हुन्छ दाइ अबदेखि हुन्छ हुँदैन यस्तो आइन्दा म एउटा सुनौ सालीले चाहिँ के परे कुनै पनि केटी मान्छेलाई छुने टच गर्ने अथवा काखमा राख्ने त्यस्तो म गर्दिनँ फेरि हजुरहरूले सोध्नुहुन्छ होला सालीले यस्तो गर्यो र पनि यसले गल्ती स्वीकार्यो भन्नुहुन्छ होला म त्यस्तो नराम्रो घटना भएको छैन हामी पनि काखमा राख्ने चाहिँ भएको छ अब यता अङ्गमा छुने त्यस्तो भएको ल ठिक छ एकचोटि यहाँ भिडियो छ रेकर्ड छ नि फेरि यहाँ सारा जनता उयो उसले हेरिरहेको हुन्छ हेर्नु भिडियो रेकर्ड छ भरे तपाईँको फेरि केही कम्प्लेन आयो भने अब यहाँ मिल्ने होइन सिधै तपाईँले माथि नै अब ऊ हुन्छ फेरि तपाईँको म यो स्वीकार्छु किनकि अब मबाट गल्ती हुँदैन स्वीकार्ने अझै पनि बहिनीले स्वीकार्ने बहिनीलाई स्वीकार्ने त्यही त बहिनीलाई स्वीकार्न मन छ त हजुरलाई बहिनीलाई नै स्वीकारेर बस्नु नि त। बहिनीलाई स्वीकार्यो भने मलाई खुल्ला छोडिदिनु ल दिदी अब त्यसो नभन्नु अब आएपछि नआउनु तपाईँ पनि जे हुनु भएको हेर्नुहोस् है अब गल्ती पो मैले त्यो गरेको त्यस्तो स्वीकार्यो भने त त्यस्तो साह्रो नगरिदिनुहोस् उहाँले पनि अब गल्ती महसुस गरिसक्नुभयो हेर्नु है ल है त अब तपाईँहरू मिलेर बस्नु हामी जान्छौँ अब अर्कोचोटि यस्तो नहोस् है दाइ ल तपाईँ पनि अब त्यो एकचोटिलाई भइहाल्यो अब त्यस्तो गरिदिनु भन्छ त्यस्तो गऱ्यो भने फेरि आउँछौँ हामी है त ल बहिनीलाई घर पठाइदिनु अब के गर्नुहुन्छ तपाईँले गर्नु फेरि अब यस्तै यस्तै तपाईँको यस्तै हरकत भयो भने है फेरि तपाईँलाई चाहिँ अब यहाँबाट अहिले मिल्ने होइन कि फेरि तपाईँलाई त फेरि माथि कानुन के हुन्छ त्यो सजाय भोग्नुपर्छ तपाईँले फेरि होइन मबाट यस्तो गल्ती हुँदैन ल दिदी है त अब मिलेर बस्नुहोस् तपाईँहरू तपाईँहरूलाई अब हाम्रो शुभकामना छ राम्रोसँग काम गर्नुहोस् घर परिवार राम्रोसँग चलोस् तपाईँहरूको है त अब फेरि पनि बोलाउनु त पर्दैन नि होइन अब हेर सुन तिम्रो कसम अब मबाट यस्तो गल्ती हुँदैन अबदेखि आइन्दो यस्तो हुँदैन भनेर हजुरहरूको मुखिन्जेल भन्नुभएको छ अब फेरि पनि आएर यस्तो भयो भनेदेखि चाहिँ चाहे अब बहिनीबाटै होस् चाहे अन्तैबाट होस् यही हो गल्ती अब गल्ती भने पनि जे भने पनि फर्स्टदेखि लास्टसम्म यही ल ठिक छ अरू मान्छेसँग म त्यसरी हिँडेको छ भने उसले भनोस् होइन म हिँडेको पनि छुइनँ ल ठिक छ ल अब एकचोटिलाई भएको दिदी अब छोडिदिनुहोस् तपाईँ पनि है त ल हामी पनि लाग्छौँ मिलेर बस्नुहोस् दुईजना बहिनीलाई चाहिँ यो बहिनीलाई चाहिँ बहिनीको गल्ती रहेछ क्या हो बोल्नु नि ठिकै छ बहिनीलाई घर पठाइदिनुहोस् बहिनीको गल्ती नभए त बोलिहाल्थ्यो नि ल ठिकै छ ल ल ल अब उ गर्नुहोस् है त